छालहरू हो छालहरू आएर मलाई भिजाएर जाऊ। आमामामा स्वर है साथीहरू, स्वर सुन्नु है सुन्नु। आहा मुसु 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 हाँस्दै हुनुहुन्छ होइन। जस मेरो स्वर मन पर्यो होला पक्कै पनि है। यसो ल साथीहरू है, दर्शन नमस्ते छ। म तपाईँकै साथी रमेश तामाङ। आज पनि म साथीहरू यो लङ्कावे मलेसियाको लङ्कावे पासिर तेङ्गोरा भन्ने ठाउँमा चाहिँ आइपुगेको छु र साथमा तपाईँहरूलाई पनि घुमाउँदैछु है त। रातभरिको ड्युटी सकेर म चाहिँ जो सुतेको छैन होइन, बाटैमा पर्छ यो नजिकै। एकदमै यो ठाउँमा चाहिँ धेरै देशबाट चाहिँ मान्छेहरू घुम्नका लागि चाहिँ आउने गर्छ, टुरिज्महरू। हामी चाहिँ के कम होइन, नजिकमा भएको चिजहरू हामी चाहिँ के कम भनेर आज हाम्रो चुल सर हुनुहुन्छ र अशोक भाइ, म तीनजना चाहिँ हामी यहाँ झरेका छौँ। वरिपरि सबै कुरा अति सुन्दर देखिएको छ है। समुद्रको छाल, हरियाली, फुलबारी, गार्डन, बगैँचा, फुलको मुस्कान र साथीहरूको साथ। ओ माई गड, यति भए के चाहियो होइन। कति आनन्द लाग्छ तपाईँहरू महसुस गर्न सक्नुहुन्छ है। ड्युटी गर्दा गर्दा थकित भएको ज्यान आज बिहान गयो ड्युटी, बेलुका आयो ड्युटी, खायो सुत्यो। यही मात्रै दैनिकी वर्षौँ वर्ष गर्दाखेरि पनि एकदमै अल्छी लाग्ने कि वाक्क पनि लाग्छ कहिले। तर पनि साथीहरू यति रमाइलो फिल गरे तापनि मनभित्र एउटा यस्तो खालीपन छ नि, यस्तो खालीपन कि खल्लो होइन, तरकारीमा चाहिँ नुन नलागे जस्तो यस्तो पनि एउटा फिल हुन्छ जसलाई कसैले देख्दैन।तिर चाहिँ यस्तै छ। जुन यो कुर्सीहरू देख्दै हुनुहुन्छ, गार्डन है, समुद्रहरू त भइहाल्यो। यो पासिर तेङ्गोरा एकदमै यो फ्री पब्लिक बिच रहेको छ होइन। यहाँ चाहिँ केही पैसाहरू पर्दैन। भर्खर यहाँ बनाउँदैछन् गार्डनहरू। यो केडा लेखेको चाहिँ यहाँको अञ्चल हो, लङ्कावे केडामै पर्छ। जुन यो चाहिँ समुद्रतिर हाम्रो भाइ अशोक भाइ पनि पौडी खेल्दैछ। सो यो उसमा चाहिँ यो कोङमने है, यस्तो मजाको छ यो कोङमने। हाम्रो गाउँतिर चाहिँ पहिला कि अहिले पनि जङ्गलै ढाकिरहेछ होइन। तर यहाँ चाहिँ एउटा फुलको रूपमा चाहिँ सजाइरहेछ, फुलिरहेछ होइन। सो यो चाहिँ यहाँ सुरौ छ, टोयलेट बाथरुमहरू छ होइन। यहाँ चाहिँ पैसा तिर्नुपर्ने हुन्छ, तर अब हामी चाहिँ अब त्यस्तो युज गर्दिनँ। जस्ट यहाँ कुहिरेहरूले चाहिँ त्यो खालको हुन्छ। र यो काठको फलैचा जस्तो देखिएको चाहिँ सिमन्टीको बनाएको छ। र यहाँ चिसो पिउने ठाउँ, पानी सानी चिसोहरू राख्ने ठाउँ पनि छ। गार्डन यो भइगयो होइन। सो साथीहरू यो पहिलाभन्दा अलिकति परिवर्तन भएको छ। पहिला चाहिँ अलिकति फोहोर थियो भने अहिले सफा छ। अझै पनि कन्स्ट्रक्सन चलिरहेछ, बनाउने क्रम जारी नै छ होइन। अब यहाँ हामी बस्दा नै यो बनिन्छ होला। र साथीहरू सबैजना एकदमै सन्चो आराम कुशल हुनुहुन्छ होला र हामी पनि एकदमै बिन्दासै छौँ होइन। सो यो ठाउँतिर बसेको पनि लगभग 4-5 वर्ष भयो। यस्तै गाउँठाउँ चाहिँ घुम्ने डुल्ने होइन, यसो टाइम पास गर्नुपर्ने हुन्छ र यसो रातभरिको ड्युटी भए तापनि यस्तो ठाउँतिर आउँदा एकदमै शीतल महसुस हुन्छ, एकदम फ्रेस हावा खानलाई होइन, बस्नुको लागि चाहिँ एकदम सुविधा छ। र अरू भनेको सबै ठिकै छ साथीहरू। अब नयाँ नौलो कुराहरू के गर्ने होइन। ब्लग बनाउनु पनि खै यो खासै पारा आउँदैन, जानी नजानी सिक्लाइ भइरहेछ। लगभग सिक्लाइ गरे पनि धेरै वर्ष नै भइसक्यो, अहिलेसम्म खासै केही छैन। र आजलाई भने साथीहरू यति नै। बाई बाई, थ्याङ्क्स फर वाचिङ।